नुवाकोट आएको ऐसुलु नै ऐसुलु रहेछ ल ऐसुलु खाने भए नुवाकोटको यो ठाउँमा छ है बारै तल ए बाबा रे आम्मा ऐसुलु नै ऐसुलु ऐसुलु पाक्ने सिजन रहेछ अहिले गर्मीको औषधि पनि हुन्छ ककललाई याद छ त्यसरी ऐसुलु टिप्न खान जाने गरेको हेर्नुहोस् यसै नेपालको माटो सिद्धिनु हुन्न भनेर रूपवासुले भने यस्ता यस्ता फल खान पाउँछ म खान्छु तपाईँहरू ए खाएको हेरेर रमाउनुहोस् के भन्छ हामी भयो नुवाकोट बारै तल आउँदाखेरि भेट हुन्छ ल बारै तल चौताराले कति छ कति खेती नै जस्तो छ लटर रम्मै हजुर अलिअलि खानुपर्छ अब कत्रा कत्रा टोप्राए यत्रो यत्रो बनाउँछ ककललाई याद आयो साथीहरू बाल्यकालमा भनौँ न त गाउँठाउँमा यसरी औँसीलु खाएको कम्ता गुल्यो छ कम्ता गुल्यो छ त ल